हेलो गाइस, गुड मर्निङ। म चाहिँ गाउँमा आएको छु क्या, यहाँनिर इन्डोनेसियाको गाउँमा है। इन्डोनेसियाको सम्भवा भन्ने ठाउँ हो कि यो चाहिँ त्यही गाउँ जस्तो छ क्या। यो चाहिँ मेरो म्याडमको घर हो यहाँको होइन। काम सकेर अहिले चाहिँ बिहान भइसकेको छ अनि म चाहिँ बाहिर यसो निक्लेको है। हेर्नु न, यस्तो छ क्या यहाँको गाउँ चाहिँ फेरि यस्तो छ कि गाउँ फेरि होइन। कति रमाइलो छ होइन, बाइकहरू हिँडिरहन्छ। गाउँ जस्तै छ क्या, नेपाल जस्तै है। मलाई चाहिँ कस्तो रमाइलो लागेको। नजिकै जङ्गल पनि छ। जङ्गलमा चाहिँ त्यो हाम्रोतिर रातो काठ भन्ने हुन्छ, रोप्छौँ हामीले है। त्यस्तो चाहिँ हुँदो रहेछ क्या, सबै जङ्गलै भरि त्यस्तो रातो काठ हुँदो रहेछ। हामीले चाहिँ पैसा तिरी रोप्थ्यौँ है। यहाँ चाहिँ जङ्गलमा आफै हुँदो रहेछ कि। अनि कति रमाइलो लागेको छ क्या गाउँमा। जोस् नेपाल आएको जस्तै भएको छ होइन। तर पनि नेपाल आएको चाहिँ एउटा मात्रै कमी भएको छ। यहाँ आएर चाहिँ नेपाल आएको जस्तो हुनलाई चाहिँ एक थोक मात्रै कमी। नेपालको चाहिँ एउटा थोक मात्रै मिस भएको छ कि मलाई चाहिँ। के भने मेरो बच्चाको अनि मेरो परिवारको घर परिवारको मिस भएको छ होइन। अरू चाहिँ सबै नेपालमै भए जस्तै महसुस भएको छ है। एकदम रमाइलो लागेको छ, खुसी लागेको छ। 2 महिनाको भिजिटमा आएको हामी चाहिँ। अनि 2 महिना चाहिँ यतातिर रमाइलो गर्छौँ है, घुम्न जान्छौँ। अनि हामी स्विमिङ पनि जान्छौँ। अनि हजुरहरूलाई पनि स्विमिङ गरेको भिडियोहरू पनि बनाइरहेको छु, हेर्नु होला, माया गर्नु होला है। मलाई चाहिँ कस्तो मन परेको ठाउँ क्या। उहाँ पारी हेर्नु न, कस्तो राम्रो डाँडा। अनि आज चाहिँ ईद हो होइन। मान्छेहरूको चहलपहल निकै छ। ईद अरे सबैजनाको ईद मनाउनलाई होइन। नुहाइ धुवाइ होइन, सबै भइसक्यो, कामहरू पनि सकिसक्यो। यस्तै छ गाइजहरू है, रमाइलो भइरहेछ। अरू चाहिँ नेपालको सबै थोक छ कि यहाँनिर है। मेरो बच्चाहरूलाई चाहिँ धेरै सम्झेको छु। आई मिस यु मेरो बेटाहरू, लभ यु।